दियालो फुडल्यान्डका म्यानेजर रामु नेउपानेजी, तपाईँ पनि 2 वर्ष बहराइन यात्रा गरेर फर्किनु भएको छ। देशमै केही गरौँ भन्ने तपाईँको पनि चाहना छ। यो होटल क्षेत्रमा त्यति सजिलो देख्नु भएको छ यहाँले? पक्कै पनि होटल व्यवसाय भनेको सजिलो क्षेत्र होइन। त्यो एकदम सिन्सियर डिपार्टमेन्ट हो होटल लाइन भनेको। अनि यसमा चाहिँ नेपालमा ठुलो एउटा पर्यटकको एरिया, ठुलो आशा बोकेको व्यवसायको रूपमा चिनिन्छ। नेपालमा हाइड्रो, त्यसपछि कृषि र तेस्रो नम्बरमा आउँछ होटल व्यवसाय। नेपाल एकदम पर्यटकीय एरिया हो। नेपालमा धेरै धार्मिक स्थलहरू, पर्यटक स्थलहरू छन्। त्यसमा पनि चितवन भनेको एकदम धेरै घुम्न पर्ने ठाउँहरू धेरै छन्। यहाँ चाहिँ पर्यटकहरूलाई हामीले धेरै आकर्षित गर्न सकिन्छ। यहाँ चितवनमा आएका नेपाली स्वदेशी मात्र नभएर बाह्य पर्यटकहरूलाई पनि हामीले दियालोमा भित्राउँछौँ र उहाँहरूको मन जित्न सक्छौँ। हामीले चाहिँ विदेशी परिकारहरू मात्र नभएर नेपाली परिकारहरू पनि लाई हामीले फोकस गर्छौँ। हामीले विदेशीको पनि मन जित्न सक्छौँ। मेरो अनुभव पहिला नेपालमा पनि गरेँ, विदेशतिर पनि गरेँ। मैले बुझेअनुसार, आफूले सकेअनुसार कसरी हुन्छ इन्टरनेसनल लेभलमा हामीले चाहिँ सेवा सुविधा दिन सक्छौँ भन्ने दृढ विश्वासका साथ यहाँ चाहिँ अहिले हामी छौँ। नेउपानेजी जस्तो यहाँ म्यानेजर पनि हुनुहुन्छ, क्षेत्रपुर विक्रम मार्गमा रहेको दियालो फुडल्यान्ड अन्य रिसोर्ट, पार्टी प्यालेस, रेस्टुरेन्टहरू भन्दा के कति कारणले फरक हो कि तपाईँहरू पनि उस्तै हो? पक्कै पनि हामीले चाहिँ अरू होटल, अरू रेस्टुरेन्ट भन्दा फरक किसिमको अनुभव पाउनुहुन्छ। ग्राहकलाई हामीले ग्राहक भन्दैनौँ। हाम्रो होटलमा आउने ग्राहकलाई हामीले गेस्ट, भगवानको रूपमा लिन्छौँ। त्यो किसिमले हामीले सेवा प्रदान गर्छौँ। हाम्रो त्यो खानामा चाहिँ टेस्ट मात्र नभएर एउटा आत्मीयता पनि, एउटा चाहिँ भित्रैबाट बनाएको, मनबाट बनाएको हुँदाखेरि त्यो किसिमको उहाँले स्वाद पाउनुहुनेछ। त्यो किसिमको वातावरण ग्राहकहरूले, गेस्टहरूले त्यहाँ पाउनुहुनेछ। त्यो किसिमको हामीले सिर्जना गर्छौँ। हामीले चाहिँ फुडमा तपाईँको हाइजिनिक मेन्टेन गरिरहेका हुन्छौँ, इन्भाइरोमेन्ट क्लिन गरिरहेका हुन्छौँ। अरूमा भन्दा विशेष ध्यान चाहिँ हाम्रो त्यसमा परेको हुन्छ। टिपिकल खाना खान चाहनेहरूको लागि र विदेशी खानाहरू खान चाहनेहरूको लागि पनि फुडल्यान्ड कति उपयुक्त हो? एकदमै उपयुक्त छ। हामीसँग विदेशी परिकारहरू बनाउने सेफहरू हुनुहुन्छ नै। त्यसमा पनि हामीले विदेशी परिकारहरू मात्र नभएर नेपाली परिकारलाई चाहिँ हामीले बढी प्राथमिकता दिन्छौँ। जस्तै हाम्रो कोदोको ढेँडो बनाउँछौँ। अनि कोदोबाट ब्रेकफास्टहरू फरेनरहरूले पनि ब्रेड अमलेटहरू, अरू देशको ब्रेकफास्टभन्दा हाम्रो नेपाली ब्रेकफास्टहरू छ सातु र दुध। त्यो धेरैलाई थाहा हुँदैन होइन। त्यसमा धेरै प्रोटिनहरू हुन्छ, धेरै कुराहरू लुकेको हुन्छ। त्यो हेल्दी पनि हुन्छ र राम्रो पनि हुन्छ। त्यस्तै चिजहरूलाई चाहिँ हामीले अगाडि बढाएका छौँ, त्यसलाई प्राथमिकता दिएका छौँ। रामुजी, जस्तो दियालो फुडल्यान्डमा अहिले पनि तपाईँहरूको 4वटा ब्रान्चहरूमा 200 भन्दा बढीले रोजगारी पाएको अवस्था छ प्रत्यक्ष रूपमा। यहाँ क्षेत्रपुरको विक्रम मार्गमा रहेकोमा पनि यहाँ रोजगारीको अवस्था त अवश्य पनि छ। अब दियालो फुडल्यान्डलाई सबैको रोजाइमा पार्नको लागि तपाईँहरूले के गर्नु पर्ला जस्तो तपाईँलाई लागिरहेको छ? हाम्रो चाहिँ इन्टरनल रूपमा पनि हाम्रो मिटिङहरू, कोअर्डिनेसनहरू भइरहेको हुन्छ तिनी विषयमा। हामीले के गर्छौँ भने यहाँका ग्राहकहरूलाई जस्तो कुनै स्पेसल हाम्रो अवसरहरू, नेपालका दिवसहरू, प्रेम दिवस आउँदैछ, नजिकै छ। त्यो प्रेम दिवसको अवसरमा पनि हामीले कस्तो खालको व्यवस्था ल्याउने भनेका छौँ भने खाना र पेय पदार्थ, फुड र बेभरेजमा 25% डिस्काउन्ट, अनि रुमहरूमा चाहिँ 50% डिस्काउन्ट। जो कपालमा आउनुहुन्छ उहाँहरूलाई हामीले विशेष तरिकाले ध्यान दिन्छौँ। त्यसपछि तपाईँको लगत्तै न्यू इयर आएको हुन्छ, त्यसमा पनि त्यस्तो खालको राष्ट्रिय स्तरका कलाकारहरू ल्याएर हामीले कार्यक्रमहरू सञ्चालनमा गर्छौँ। तीज आउँछ महिला दिदीबहिनीको लागि, उहाँहरूलाई हामीले वरिपरिकालाई बोलाएर हाम्रो तर्फबाट दरहरू खुवाउने जस्ता कार्यक्रमहरू आयोजना गर्ने हाम्रो चाहिँ टिममा सल्लाह भइरहेछ त्यसको बारेमा। जस्तो कोठाको मूल्य, भाडा दर भनौँ न, र खानपिनको शुल्क मोटामोटी के कस्तो छ? ठ्याक्कै मोटामोटी यति भन्नुभन्दा पनि त्यो किसिमको
जुन फ्यासिलिटी छ रुममा, जुन किसिमको फ्यासिलिटी छ, जुन किसिमको हामीले सर्भिस प्रोभाइड गर्छौँ, त्यो लेभलको बाहिर जानुभयो भने आजकल नर्मली 5-7 हजार रुपियाँ पेमेन्ट राम्रो ठाउँमा लिनुहुन्छ होटेलियरहरूले। तर हाम्रोमा त्यो छैन। नर्मल्ली एभरेज रेट हाम्रो चाहिँ 2000-2500 हामीले चाहिँ प्रोभाइड गरिरहेछौँ। यो सानोतिनो कार्यक्रमहरू गर्नको लागि पनि यहाँसँग पहल छ होइन? हजुर। त्यो चाहिँ कतिको बुकिङ भइरहेको छ? हामीले कार्यक्रमहरू बुकिङहरू अहिले चाहिँ भइरहेछन्। हामीले चाहिँ हलको चार्ज लिख्दैनौँ। उहाँहरू आउनुहुन्छ, उहाँहरूले इन्जोय गर्नुहुन्छ, फुडको चार्जहरू मात्रै लेख्छौँ। त्यसमा पनि उहाँहरूलाई आइडिया नभए पनि हामीले आफै सजेसन गर्छौँ। उहाँहरूलाई खुसी पार्ने तरिकाले उहाँहरूलाई फुडहरू धेरै वेस्टेज पनि नजाओस्, कम पनि नहोस् भन्ने किसिमले फुडको मात्र चार्ज गर्ने एउटा निश्चित भ्यालुएबल रेट लगाएर गर्ने गरेका छौँ। नेउपानेजी जस्तो यो दियालो फुडल्यान्ड अब वैशाखमा यहाँहरूले ग्रान्ड ओपनिङ गर्दै हुनुहुन्छ होइन? हजुर। भ्यालेन्टाइन डेको लागि त यहाँहरूले अफर बनिसक्नु भयो। हजुर। त्यो भ्यालेन्टाइन डेको अफर केमा अझ यसलाई प्रस्ताइदिनुहोस् न, केमा यहाँले गर्दै हुनुहुन्छ? जस्तो मैले भनिहालेँ, जस्तो जो भ्यालेन्टाइन भनेको कपालको लागि जो हुनुहुन्छ उहाँहरूलाई हामीले रुममा 50% डिस्काउन्ट दिने, अनि खाना र पेय पदार्थ बेभरेज र फुडमा 25% छुट दिने किसिमले हामीले हाम्रो दियालोको स्पेसल आइटमहरू चाहिँ हामीले त्यो दिन सर्भिस गर्छौँ। रामु नेउपानेजी जस्तो यहाँको दियालो फुडल्यान्डभित्र रहेको रेस्टुरेन्टमा एक सिटमा कतिजना बसेर खान मिल्छ र त्यो भिडभाड, त्यो होहल्लाको वातावरण चाहिँ कसरी म्यानेज गर्नुहुन्छ यहाँहरूले? हाम्रो एरिया कस्तो छ भने एकदम फिजिबिलिटी कभर त्यति कन्जस्टेड छैन। सबै हामीले 100जनालाई एकैपटक रेस्टुरेन्टमा हामीले सर्भिस दिन सक्छौँ। त्यो 100जना एकैपटक दिँदाखेरि पनि त्यो किसिमको इन्भाइरोमेन्ट त्यस्तो छ कि जस्तो एउटा टेबलमा यहाँ बसेर के आफ्नो पारिवारिक कुरा गर्दै हुनुहुन्छ भने अर्को टेबलमा बसेर आफ्नो पारिवारिक कुरा गर्ने गेस्टलाई फरक पर्दैन। त्यति आवाज डिस्टर्ब हुने किसिमको त्यस्तो छैन, कन्जस्टेड छैन, एकदम फिजिबिलिटी नै छ। त्यो किसिमको इन्भाइरोमेन्ट छ रेस्टुरेन्टमा। अनि पर्सनल हाम्रो क्याबिनहरू पनि छ। जस्तो केही मिटिङ हल गर्नु पऱ्यो भने, केही बर्थडेहरू सेलिब्रेसन गर्नु पऱ्यो, सेपरेट बस्न खोज्नेहरूको लागि पनि हाम्रो क्याबिन छ। कन्फरेन्स हलहरू पनि छ हामीसित। कुनै संस्थाको आइएनजिओ एनजिओको कार्यक्रमहरू गर्नु पऱ्यो भने त्यसको लागि पनि सेपरेट हलहरू छन्। लोकेसन पनि बताइदिनुहोस् न, कहाँनिर आउने भनेर तपाईँकै मुखबाट सुनाउन। हामी चाहिँ चितवनको क्षेत्रपुर स्थित विक्रम मार्गमा छौँ। हामीले चाहिँ तपाईँहरूको सहजको लागि बोर्डमा हाम्रो ब्यानरहरू राखेका छौँ। आउनुहोस्, एकचोटि हामीलाई सेवा गर्ने मौका प्रदान गर्नुहोस् भन्न चाहिँ चाहेँ मैले ग्राहक महानुभावहरूमा। हस्, यहाँ यो दियालो फुडल्यान्डलाई चिन्ने र चिनाउने मौका पायौँ। यहाँहरू 3जनाप्रति एकदमै आभारी छौँ। धन्यवाद। धेरै धेरै